गाइसहरु मैले यहाँनेर बगान छ इस्कुसको बगानमा तपाईहरुलाई देखाउन गइरहेको छु हेर्दै होला उताबाट अगाडि पनि हेर्नु वहाँको है इस्कुस बगान वहाँको इस्कुस झ्याल चाहिँ बजारको भावमा लग्यो भने यहाँ छ इस्कुस बगान हेर्नुस् है ल हेर मैले रवि पञ्चमीतिर देखेको थिएँ मैले यस्तै इस्कुस फलेको हेर्नु न क्या छ त वाउ क्या छ फलिरहेको छ च्याप्प फलेछ अलि त हो त्यहाँ अलि भित्र गएर इस्कुस समाउनु न छुनु नि भर्खर फल्दो रहेछ अब तुसारेर खाने प्लास्टिक हाल्दैछ ठिक छ प्लास्टिक सेप हुन्छ नि त धेरै त्यो छिपेको तिनीहरू त यतापट्टि हेर्नु सिमी फेरि ट्याप्पै छ यो ठ्याक्क सिमी यस्तो फलेको छ ट्याक्क सिमी छ टुसारोले हेर टुसारोले हेर्नु खाइगयो यो टुसारो अब यो यस्तो भएपछि यो सबै सिमी पनि मर्छ यसको चाहिँ अब बिरुवाहरू केही रहँदैन सबै सकिन्छ अहिलेको हालमा हुने भनेको रायो साग तोरी साग मुला प्याज लसुन त्यस्तोहरू मात्रै हो अब सबै कुरो मासिँदै जान्छ मास्ने छैन पानी पर्यो भने कालो भइहाल्दो रहेछ चिसो भएपछि मेरो त 2 वर्ष भयो मुला खाएको छैन उखाल्न खाल्दैन नफलेर है हुन्छ नि यो हो नि यो पनि हो यो अब पानी अलि बढी भयो भने कालो भइहाल्छ सबै फ्याँक उखाल्दै खाल्दै 2 वर्ष भयो अहिले चाहिँ कस्तो हुन्छ तितो त होइन पानी स्याउ हुने त्यस्तो त हुन्छ क्या भित्र कालो हुन्छ सबै हुन्छ है हेर्नुहोस् है गाईसहरु अर्को कुरो हेर्नु भर्खर मात्रै डल्ले खोर्सानी फल्दैछ कस्तो मजाले फलिरहेको छ अब टुसारो पर्न थाल्यो टुसारो पर्न थाल्यो अब यहाँ लाउने भनेर काठहरू भेलाएर राखेँ मैले मेरो लसुनबारी मुलाबारी कत्तिकै बोडी अरे यो अनि फेरि पनि मैले देखाउनु गइरहेको छु यहाँनिर फर्सीहरू हेर्नुहोस् कति धेरै फर्सी कति छ हेर्नुहोस् न ठक्क फर्सी खानेहरूलाई यहाँ छ है साथीहरू ल कोलाई चाहिन्छ मलाई कन्ट्याक्ट गर्नु होला फर्सी वाउ यहाँ करेला हेर्नु कस्तो खालको यो मसिनो त्यो काँडा भएको करेला क्या यस्तो मसिनो यो बाउहरूको यो लौका यो त्यो टिप्नु नि गर्नु त्यो छिपेर जानु भन्नु फर्सी हेर्नु यहाँ पनि छ फर्सी कता हो यहाँ माथि नि छ माथि चेपमा छ भित्र यहाँ हेर्नु सिमीको हालत यस्तो छ उयो रुखमा ट्याप्पै छ अहिले म रुखमा गएर टिप्ने भनिरहेको छु म माथि चढेर तपाईँलाई त्यो भिडियो पनि देखाउँछु हेर्नु होला अनि यहाँनिर इस्कुस हाम्रो चाहिँ एउटा इस्कुस यहाँ फलेको छ एउटा ऊ माथि कुनामा छ एउटा यता टुप्पामा छ एउटा उता छ देख्दैन अनि यो हाम्रो मुलाबारी उखु हुँदैछ त्यो ठुलो बाउहरूको अहिलेको हालतमा यस्तो छ यो मे आज 5 तारिकको दिन मैले यो अपडेट गरिरहेको छु यो भिडियोहरू सबै हेर्नु फर्सीहरू खाएर सबै शीतले सिमी रोपेको छ यहाँनिर खुर्सानी बारी धनियाँ छ
त्यही छ बारीहरू ठ्याक्क सबै बनाइसकेको छ। अब बर्खे अब समर खेती गर्नु लागि तयार छ, तयार बनाइसकेको छ। यहाँ सबै विन्टरको सबै बाली काटिसकेर काटकुट पारेर अब समरको लागि तयार गर्दैछ। मेरो बुढीले पानी बकेटमा थापेर सररररररर यता लाग्दैछ। यो घेरौला माथि एउटा घेरौला छ, पर छ, सबै चोरी भएको यो ट्याक्टिक घेरौलाहरू यहाँबाट। अनि मैले हिजो अस्ति यहाँ थिएँ एउटा मैले यहाँबाट एउटा छुटेर लग्यो। सबै चोरी भयो। कस्तो मान्छेहरू छ भने नि आफूले गरेर खानु नि, अर्काले गरेको कुरो गरिदिएको कुरो खाने मात्रै हुन्छ क्या मान्छेहरू। आफू गर्न सक्ने ठिक्क पारिदिएको चाहिँ खाने, त्यसरी नै पुगोस् भन्छु म सधैँभरि। हो त ए यहाँ यो बोडीको फेदफेद लगाएर नि यता बोडीको फेदफेद लाग्यो नि। फर्सी खोर्सानी यस्तो मजाले फैला तरत्र भाँचिन्छ क्या, डालै हाँगै भाँचेर। कहाँबाट आमामा हो त कति हेर्नु सबै डल्ले हो, तर यस्तो त लामो छ त अन्त कति लामो लु हेर यत्रो लामो खुर्सानीहरू लामो लु हेर हौसेको होला हौ। नसल भाँचिन्छ। गुरुले यत्रो करेला यहाँभित्र छोडेको छ कि, तर यो होस् पाकोस् बिउ पाक्नु आँटेछ पाकोस् बिउ पाकोस् बिउ। यहाँ माथि हेर्नु छैन यत्रो लामो छ यो पनि, कत्रो माथि तेर्सो पऱ्यो नदेखिने के। अस्ति पनि होस् सबै तेर्सो पर्छ यस्तो चल्छ नि। यहाँ पनि यत्रो लामो है माथि छ नि त, यहाँ पाकोस् बिउ पाकोस् भनेको न यो टिप्नु लु यो बिउ पाकोस् भनेर आयो, यो चाहिँ टिप्नु अरे। अब यसको सट्टामा त्यो चाहिँ राख्यो अरे के यो चाहिँ। ल ए खुर्सानी राम्रो टिपेको छ नि भित्रभित्र। यो क्याप्सिकम खाने भएको छैन, मिठो लाग्छ मलाई त, मिठो लाग्छ हो। कति मजा छ त अरे, मलाई मिठो लाग्छ हो। ए क्याप्सिकम मलाई त मिठो लाग्छ नि त। ए अनि के गर्नु नटिपेर, पिरो होइन नि त सब्जी खाने, ठुलो त हुँदैन यो यस्तै हो। भुइँमा ओहो 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 यो त ठुलो छ। ओ यो त गतिलो छ है। बुढीले खुर्सानी रसाएको खुर्सानी सबै टिप्नु भनेर सबै त्यस छोडेको छ हेर्नु। यहाँ र यहाँ ए सबै छ त ए के को नभेटेको, यहीँ भित्र पसेको मान्छे देख्दैन यति रसा रातो रसाएको सबै टिप्नु भनेको क्या छिप्पेको जति। 2 दिनमै पाकिहाल्छ यस्तोहरू सबै छिप्पिएको हो नि त न त। लु भयो ल अब चाहिँ मतलब सिमी रुखमा टिप्नु छ, बाँकी त्यति नै रहेको छ।
अनि अब चाहिँ यो जान्छौँ हामी जान्छौँ यताको बारी त्यहाँबाट यहाँ घेरोला यस्तो फलिरहेको छ हेर्न यस्तो फलिरहेको छ साग माग्नुपर्छ होला यस्तो फलिरहेको छ यस्तो मजाले फलिरहेको छ हेर्नु र यो सबै झुन्ड्याइदिनु नि कुङटिङ कुङटिङ भएको छ घेरोला यहाँ माथि फलिरहेको छ यहाँ चाहिँ यत्रो बिउ राखेको छ यो चाहिँ अनि छिपिँदैन त कहिले त्यो छिपिहाल्छ भर्खर छ उयोहरू राख्नु अनि हामी अन्तमा हामी यहाँ लौका यहाँ टिपेर आइरहेको छ ओइको ल गाइसहरू यो चाहिँ हाम्रो धनियाँ बारी खाइसक्नु लागेको छ धनियाँ छिपेर सबै फुल्न आँटिसक्यो धनियाँमा उम्रेको सागहरू रायो साग क्या राम्रो आएको छ यस्तो यहाँनिर चाहिँ कस्तो भने सिस्नु छ क्या सबै चिलेर अघिदेखि म केलाइरहेको थिएँ सिस्नु कस्तो हुन्छ भने यहाँको सिस्नु यस्तो छ हेर्नुहोस् है साथीहरू यस्तो छ यो होइन यो सिस्नु यो सिस्नु यसलाई चाहिँ उखालेर यसरी झटाएर हामी यहाँनिर खाएको छु मैले अघि यसै यहाँ हानु न ए यो सिस्नु यसले त्यस्तो पोल्छ कि चिलाउँछ क्या साह्रो पोलेपछि यसले घोचेपछि चाहिँ चिलाउँछ कस्तो छ नि यहाँको सिस्नु चाहिँ बेग्लै किसिमको सिस्नु छ कि अनि सिस्नु हाल्दैछु अनि धनियाँ मैले अलिकति उखालेको छु धनियाँ र सोप यो सोप धनियाँ यस्ता छ रायो साग हुँदैछ यहाँनिर चाहिँ सिस्नु हेरेको देखिने क्या अनि यहाँ बिचमा झारल जम्मै उम्रेछ क्या हजुर म यहाँ धनियाँ र सोप उखालेको छु अलिकति रेडी पारेको छु अनि यता यहाँ रायो सारेको थियो बिलले फुल्नु आँटेको छ त यो त सब साग टिपेको सब अनि छैन भन्नुहोस् त हो त डुकुहरू सबै हुन्छ त हो झडम हातहरू लाउनु नि तिमी त डुकै खाँदैन हौ कस्तो मेरो बिलले डुकै खानु मान्दैन हो गाइस यस्तै छ यहाँको हालत यो ट्याङ्की सफा गरेको छैन यहाँ साबुन यो लिक्विडभित्र छ अलिकति लिक्विडलाई निकालेर यो खोलेर निकालेर सफा गरेर पानी भर्नुपर्ने भरेको छैन हौ कहिले हो तल फेदमा तल माथि चुडिन्छ हौ हजुर फेदमा मारो सबै झार बन्दाकोपी रायो सागको के को बन्दाकोपी हुन्छ यो पनि फुल्नु आँटेको छ क्या सबै उखालिदिनु पर्छ सबै उखालिदिनु लागेको गाई छ हेर्नुहोस् है यो चाहिँ सलाद हो यो खाने आफै उम्रेको पहिला छरेको थियो यो बिउ पाकेर सबै झरेछ यो चाहिँ यस्तो सलाद खाने हो क्या सबै बिउले उखालेर फालेछ अघि तितो पनि हुन्छ मिठो पनि हुन्छ नि त यस्तो छ गाइसहरू हेर्नु गार्डनको अपडेट गरिरहेको छु भिडियोलाई अन्तिमसम्म हेर्नु होला कन्टिन्यू गर्नेछु धन्यवाद आजको पानी छिट्ने कार्यक्रम भइरहेछ हिजो पनि आएर एकछिन लगाइयो आज पनि लगाइयो मजाले छिटिरहेको छु अनि हार्भेस्टिङ पम्किन मैले पम्किन टिपेर गाडीमा हालिसकेको छु यहाँ हेर्नुहोस् है टिपेर यत्रो हालिसकेको छु अझै छ टन्नै छ हेर्नु होला यहाँ छ यस्तै फलिरहेको छ भित्र छ ऊ माथि यहाँ छ यहाँ छ माथि पर छ त्यसै छ तल्लो बारीमा चाहिँ सबै डल्लै छ सिमी फलिरहेको छ अब मर्ने समय भइसक्यो यहाँ पानी छिटिसक्यो मैले
यहाँ लौका फलिरहेको छ यी एउटा यहाँ छ एउटा यहाँ छ सानो झ्यालमा ढक्कै यस्तै छ फलेर जोडा छ यहाँ माथि माथि छानामा माथि पर छ अनि धमाधम अब पानी लाउने मान्छे सारा अब आउनु थाल्यो अघि म आउँदा कोही थिएन एक्लै थियो अनि मजाले भिजाउनु पायो तल्लो बारी उता पल्लो बारी त्यो मजाले भिजायो यस्तो तरिकाको पानी खिच्ने राखेको छु मैले र यताबाट देखाउँदै जानु पर्यो यहाँनिर इस्कुसको झ्याल भर्खर झ्यालिँदैछ फल्नु चाहिँ फलेको छैन नङ्ग्रे सिमी छ यहाँ सिमी नङ्ग्रे मुला खेती साग मुला यो अर्कै नयाँ बारी हो यो सबै त्यो परदेखि सबै पर हेर्नुहोस् है मुलाहरू फलिरहेको छ सबैले रायोको साग हेर्नुहोस् यहाँ गाइस हेर्नुहोस् रायो साग सबै खाने बेला भएको छ फर्सी हेरेर मरेर सबै तुसाराले खाइसक्यो फर्सी हेर्नु कस्तो मजाले फलिरहेको छ तर तुसाराले खाएको शीतले खाइसक्यो लौका बिउ राखेको छ फर्सी यो मेरो धनिया अहिले उखाल्नु पर्नेछ यो सबै सागले छेर भएर यस्तो जङ्गलहरू छन् यो छेर भएको फेदको चाहिँ सबै उखालिदिन्छ धनिया यसले बढ्नु दिँदैन पानी हालेपछि कमाउनु भएको छ चाम्रो चट्ट चुडिन्थ्यो ए चुटीको चुटिन्छ धनिया नि खाले छैन जङ्गल हुन्छ मैले यहाँ बिचबाट उखाल्नु पर्यो यहाँ साग धनिया छराहरू उम्रेको साग यहीँ हेर्नु सबै फुल्नु लागेको छ आङ तानेछ यो सेप भएर क्या यो पनि आङ तानेछ यहाँ यस्तै जान्नेछ मलाई दिने अरे कि यस्तो झार पनि छैन छिट्टो झार हेर यहाँ भित्र बिचमा छ कि यहाँ बिचको चाहिँ उखाल्नु पर्ने क्या यो सबै सेप भएर बढ्नै हुँदैन सबै फुल माटे सेप भएर छुट्या लु सबै छुट्यो आजभन्दा अगाडि पोहोरको साल होला मैले यसरी धनिया उखालेको भिडियो बनाएको थियो अनि यसपालि पनि भनिरहेको छु
जो पानी लगाएको त भिजेर रहन्छ ओ भन यत्रो पानी हानेको मैले भित्र त ओभानै रहेछ सिस्नुले पोल्यो हो त्यो सिस्नु है यो त ल साथीहरू ल गाइस हेर्नुहोस् है मेरो बारीमा कति मजाले घेराउ लाएर फलिरहेको थियो छक्क टक्क भाँचेर हेर्ने यसरी भाँचेर लगाएको छ टक यहाँ एउटा गोटाङ्गे देखाउँछ है त यसले दुईटा यसले तीनवटा यहाँ अर्को नि हुनुपर्छ 4 5 कहाँ थियो ए यहाँ यी 4वटा यहाँदेखि यतै मात्रै यो बटमदेखि यता मात्रै 4वटा लगाएको छ अनि अब हेर्नुहोस् है म देखाउँदैछु कहाँ कहाँबाट कसरी टिपेछ भने सबै टिपेर सखापै सकेछ घेरौला जति जम्मै टिपेर सकेछ सबै चोरेछ ल हेर्नुहोस् है यो म टिपेको यसले 4वटा 5वटा भयो 5वटा भयो हेर्दै जानुहोस् यहाँ थुप्रो थियो फलेको ठाउँ यसले 5वटा भयो यता देखाउँदै म देखाइरहेको छु एकैछिन है त यो घेरौला चोर चाहिँ पत्ता नलागे भएन क्या यहाँ जोडी थियो जो जोडी टिपेछ यो हेर्नुहोस् यहाँ जोडी टिपेछ यो सबै अनि यहाँ कता कता पनि थियो सबै टिपेछ है सबै टिपेछ अनि यहाँ त्यो सानो कलिलो छ यो पनि टिपेछ यहाँ यस्तो अनि हेर्दै जानु यहाँ हेर्ने सबै टिपेछ ए जम्मै टिपेछ घेरौला भनेको एउटै छैन सबै टिपेर स्वा कमसेकम 17-18 घेरौलामा अहिले जम्मा 4वटा घेरौला मात्रै छ हेर्नुहोस् जम्मै टिपेर सबै स्वा सबै लगेछ यो चोर पत्ता लाग्यो भने 100 रुपियाँ बक्सिस दिनु पर्यो त्यसलाई 100 रुपियाँ बक्सिस दिन्छु यो चोरलाई चाहिँ पत्ता लाग्यो भने चाहिँ कोच्चे रहेछ त चोर राम्रो तरिकाले नि हिजो एक दिन नआएको काँडा गुडुप टिपेर लाग्छ हिजो होइन आज टिपिएको छ अहिले बिहान जस्तो छ यो सबै हेर्ने आज मान्छे आएन भनेर चोर पत्ता लागेको छ